आज मिति 2082 फागुन 25 गते सोमबार तदनुसार 2026 मार्च 9 आज कृष्ण पक्षको षष्ठी तिथि सोमबारको दिन चन्द्र ग्रहको प्रभाव रहने भएकाले यो दिन भावनात्मक पारिवारिक मानसिक शान्ति र आध्यात्मिक पक्षसँग सम्बन्धित मानिन्छ। कृष्ण पक्षको स्वास्थ्यमा ध्यान आत्मचिन्तन र पुराना कामहरू पूरा गर्ने ऊर्जासँग सम्बन्धित छ। यस दिनको समग्र प्रभाव मध्यमदेखि राम्रो मानिन्छ। भावनात्मक निर्णयमा सावधानी अपनाउनु राम्रो हुन्छ, तर आध्यात्मिक कार्य अध्ययन योजना बनाउने तथा पारिवारिक भेटघाटका लागि यो दिन अनुकूल रहेको छ। सुरु गरौँ आजको राशिफल। मेष राशि। आज मेष राशि हुनेहरूका लागि तपाईको दिन सामान्यभन्दा राम्रो रहने सम्भावना छ। काममा नयाँ योजना बनाउन प्रेरणा मिल्नेछ। सहकर्मी वा साथीबाट सहयोग पाउन सक्नुहुन्छ। आर्थिक पक्षमा सानो फाइदा हुने सङ्केत छ। परिवारसँग समय बिताउन अवसर मिल्नेछ। वृष राशि। आज वृष राशि हुनेहरूका लागि काममा दबाव महसुस हुन सक्छ, तर धैर्य राखेमा समस्या समाधान हुँदै जानेछ। आर्थिक निर्णय सोचेर गर्नु राम्रो हुनेछ। परिवारबाट भावनात्मक समर्थन पाउन सक्नुहुन्छ। स्वास्थ्यमा खानपानमा ध्यान दिनु उचित हुन्छ। मिथुन राशि। आज मिथुन राशि हुनेहरूका लागि नयाँ विचार र अवसरहरू आउन सक्छन्। शिक्षा अध्ययन वा नयाँ सिप सिक्नको लागि दिन राम्रो छ। साथीभाइसँग भेटघाटले मन प्रसन्न हुन सक्छ। आर्थिक रूपमा सामान्य लाभ हुने सम्भावना छ। कर्कट राशि। आज कर्कट राशि हुनेहरूका लागि चन्द्र ग्रहको प्रभावका कारण भावना बलियो रहन सक्छ। परिवार र घर परिवारसँग सम्बन्धित विषयमा ध्यान जानेछ। आर्थिक निर्णयमा सावधानी अपनाउनु राम्रो हुनेछ। सिंह राशि। आज तपाईको आत्मविश्वास बढ्ने देखिन्छ। कार्यक्षेत्रमा नेतृत्व देखाउने अवसर मिल्न सक्छ। आर्थिक पक्षमा सानो सुधार देखिन सक्छ। साथीभाइसँगको सम्बन्ध बलियो हुने सम्भावना छ। कन्या राशि। आज काममा अलि व्यस्तता बढ्न सक्छ। योजना बनाएर काम गरेमा राम्रो परिणाम आउन सक्छ। स्वास्थ्यमा थकान महसुस हुन सक्छ, त्यसैले आराम आवश्यक छ। आर्थिक पक्षमा खर्च नियन्त्रण गर्नु राम्रो हुनेछ। तुला राशि। आज तपाईको लागि सन्तुलनको दिन हुन सक्छ। परिवार र काम दुवैमा समय मिलाउनु पर्ने देखिन्छ। आर्थिक रूपमा सानो लाभ हुने सङ्केत छ। प्रेम सम्बन्धमा सकारात्मक ऊर्जा देखिन्छ। वृश्चिक राशि। आज तपाईलाई पुराना कामहरू पूरा गर्ने अवसर मिल्न सक्छ। मनमा केही चिन्ता आउन सक्छ, तर धैर्य राखेमा सबै ठिक हुँदै जान्छ। आर्थिक पक्षमा स्थिरता रहने सम्भावना छ। धनु राशि। आज यात्राको सम्भावना देखिन्छ। नयाँ व्यक्तिसँग भेटघाट हुन सक्छ, जसले भविष्यमा फाइदा दिन सक्छ। अध्ययन र ज्ञानसँग सम्बन्धित काममा सफलता मिल्ने सङ्केत छ। मकर राशि। आज काममा जिम्मेवारी बढ्न सक्छ। मेहनत गरेमा राम्रो परिणाम आउन सक्छ। आर्थिक पक्षमा सुधार देखिन सक्छ, तर अनावश्यक खर्चबाट बच्नु राम्रो हुनेछ। परिवारसँग समय बिताउनु लाभदायक हुन्छ। कुम्भ राशि। आज तपाईलाई नयाँ योजना सुरु गर्ने प्रेरणा मिल्न सक्छ। साथीभाइबाट सहयोग मिल्ने सम्भावना छ। आर्थिक रूपमा सामान्य लाभ हुने सङ्केत छ। मानसिक रूपमा सकारात्मक सोच राख्नु राम्रो हुनेछ। मीन राशि। आज आध्यात्मिकता र आत्मचिन्तनमा रुचि बढ्न सक्छ। मनमा शान्ति खोज्ने प्रयास हुनेछ। आर्थिक पक्षमा मध्यम स्थिति रहनेछ। स्वास्थ्यमा ध्यान दिनु आवश्यक छ। यो सँगै आजको राशिफल यही समाप्त हुन्छ। राशिफलले जे भने पनि आफ्नो कर्म र प्रयासमा विश्वास गर्नुहोला। आजको हाम्रो भिडियो कस्तो लाग्यो कृपया आफ्नो प्रतिक्रिया कमेन्ट मार्फत अवश्य दिनुहोला। यस्तै दैनिक राशिफल र जानकारीमूलक भिडियोको लागि हाम्रो च्यानल सब्स्क्राइब र फलो गर्न नबिर्सिनुहोला। शुभ दिन, नमस्कार।